साथीहरू, अहिले हल्ला चलिरहेको छ शेयर बजार घट्नुको मुख्य कारण भनेको सरकारले सम्पत्ति शुद्धिकरण गर्दा ठुला ठुला माछाहरू पक्राउ पर्नु र उनीहरूसँग अवैध रूपमा कुनै कम्पनीको लाखौं किता शेयर हुनु। अब सरकारले यो कालो धन निकाल्न सक्छ र शेयर बजार घाटामा जान्छ। हो साथीहरू, यस्तै हुँदैछ र यो हुन पनि पर्छ। शेयर बजारबाट कालो धन पूर्ण रूपमा निष्कासन हुनै पर्छ। यदि शेयर बजारमा कालो धन भयो भने शेयर बजारमा बबल्स बन्न सक्छ। कालो धनले शेयर बजारमा कस्तो असर गर्न सक्छ? कालो धन भनेको सरकारलाई जानकारी नदिई वा कर नतिरी लुकाइएको पैसा हो। जब ठूलो मात्रामा यस्तो पैसा शेयर बजारमा प्रवेश गर्छ, केही शेयरहरूको माग अचानक बढ्न सक्छ। माग बढेपछि शेयरको मूल्य पनि बढ्न थाल्छ। तर समस्या के हो भने यो वृद्धि कम्पनीको वास्तविक नाफा वा व्यवसायका कारण होइन, अतिरिक्त पैसाको प्रवाहका कारण हुन सक्छ। यसले शेयरको मूल्य वास्तविक मूल्यभन्दा धेरै माथि पुर्याउन सक्छ, जसलाई बबल्स भनिन्छ, र त्यो पैसा बजारबाट बाहिरिन थाल्छ। शेयरको मूल्य अचानक घट्न सक्छ र धेरै सानो लगानीकर्ताले घाटा बेहोर्न सक्छन्। यही कारणले विश्वभरका नियामक संस्थाहरूले मनी लन्ड्रिङ र अवैध पैसामाथि निगरानी राख्छन्। तर एउटा कुरा सम्झनुहोस्, दीर्घकालमा शेयर बजारलाई चलाउने मुख्य शक्ति भनेको कम्पनीको नाफा, व्यवसायको गुणस्तर र अर्थतन्त्रको अवस्था हो, कालो धन होइन। त्यसैले शेयर किन्नु अघि हल्ला होइन, कम्पनीको वास्तविक अवस्था बारे अध्ययन गर्नुहोस्। धन्यवाद।